सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। एउटा डेली ब्लग तपाईहरुलाई हामी दैनिक रूपमा डेली ब्लग ल्याउने कोसिस गरिरहेका छौं। यो विशुद्ध गाउँ एरियामा कृषि प्रधान देश भनिन्छ हाम्रो देश। सबै किसानहरूले कृषि कर्म गरिरहेका छन्। यो धान खेती, यता मकै खेती छ। यसरी यो समय निकै हरियाली जस्तो छ। यसरी राम्रो फर्सी लगाइएको रहेछ। फर्सी सब्जीका लागि राम्रो हुन्छ, मुन्टा खाँदा पनि ठीक हुन्छ। यतातिर मकै खेती मैले देखाएँ। वरिपरि यसरी हेर्दाखेरि लगभग राम्रो देखिएको छ ठाउँ। वरिपरिको परिवेश गुड, भेरी गुड। मकै खेती पनि उत्कृष्ट नै छ भन्नुपर्छ।